नमस्कार साथीहरू, आज चाहिँ म तपाईँलाई एनबिएमा चाहिँ कसरी बेटिङ गर्ने भन्ने कुरा सिकाउनेवाला छु। आज यो फर्स्ट गेममा चाहिँ अलिकति सर्ट एनालाइसिस देखाउँछु। W2ले जित्ने चान्स त यहाँ रहेछ, किनभने फर्स्ट क्वार्टर, सेकेन्ड क्वार्टर, थर्ड क्वार्टर चाहिँ उसले जितेको रहेछ। फोर्थ क्वार्टर पक्कै पनि जित्छ भन्ने चाहिँ टिम्स 2मा लाउने, रेगुलर टाइममा नलाउने, किनभने ड्र भयो भने पैसा हारिन्छ। त्यही भएर टिम्स विनमा लाउने जहिले। अनि यसमा चाहिँ खासै के हुन्छ जस्तो लागेन। यसमा चाहिँ मलाई W2 को चान्स छ जस्तो लाग्यो, तर यसमा चाहिँ छ। यसमा छ भनेर चाहिँ मैले लगाइदिएँ। अब यसमा म सबै लगाइदिन्छु, किनभने यहाँ मैले अघि लस गराएको थिएँ। रिकभरीको लागि मैले हालेको थिएँ, 250 रुपियाँ लस भएको थियो। र यो भयो सेल। अब यहाँनिर सेल आइसकेको छ, मैले सेल पनि गरिदिएँ। र बाँकी कुरा गर्नुको लागि मलाई टेलिग्राममा मेसेज गर्नु होला। युजर नेम मेरो त्यही छ, सबै कुरा सिक्नको लागि।